What is up my YouTube family after a long time? I don't think मलाई याद पनि छ कि मैले लास्ट भिडियो कहिले बनाएको थिएँ भनेर किन भन्दाखेरि म युट्युबमा खासै अहिले फोकस गरिरहेको छुइनँ बिकज मैले यो भन्दा अगाडिको भिडियोमा पनि भनेको थिएँ तपाईहरुलाई इट टेक्स a long time अनि too much effort to make YouTube videos but आज किन बनाइरहेको छु भन्दाखेरि तपाईलाई म अन द वे भन्ने छु अन द वे भन्दाखेरि पनि अहिले भन्दिहाले सो मेरो साथीले आज एउटा जिम खोलिरहेको छ नयाँ जिम अनि इट फिल्स प्राउड हुन्छ नि आफ्नै उमेरको साथीभाइहरुले त्यतिको अचिभमेन्ट लिनु भनेको बिकज काहीँ न काहीँ त्यसले के इन्डिकेट गर्छ भन्दाखेरि जुन साथीहरुसँग म घुलमिल गर्छु जुन साथीहरुले मैले आफुलाई सराउन्ड गरेको छु अथवा मेरो टचमा जुन साथीहरु छन् उनीहरु प्रोडक्टिभ छन् राइट सो त्यो कुरा चाहिँ एउटा के इन्डिकेसन हो भन्दाखेरि चाहिँ तपाईहरुले एउटा कोट सुन्नु भएको छ कि छैन यु आर द एभरेज अफ 5 पिपल यु ह्याङ अराउन्ड विथ सो यानी कि तपाईको छेउछाउको मान्छेहरु तपाईको एन्भाइरोमेन्ट तपाईको फेनोटाइपले तपाईको जेनोटाइपले एकदमै धेरै अफेक्ट गरिरहेको हुन्छ सो चुज योर फ्रेन्ड्स वाइजली सो या बिहान बिहान म अहिले यो हाई प्रोटिन ओट्स मिल खाइरहेको छु यो खाएर हामी सिधै जान्छौं मेरो साथीको जिम आज सफ्ट ओपनिङ छ जिम चाहिँ कहाँ छ भन्दाखेरि तपाईको ठ्याक्कै यहाँनिर तल एयरपोर्टको डाला भन्दा तल एउटा पहेँलो पुल भन्ने छ which is like नयाँ बस्ती एरियामा सो त्यो एरिया चाहिँ आज भिजिट गर्न जान्छु अनि म तपाईहरुलाई बाइकको पोइन्ट अफ भ्यू पनि तपाईहरुलाई म देखाउने छु आज कुन वेबाट जान्छु भनेर राइट सो मोटो भ्लगिङ नगरेको पनि धेरै भयो सो व्हाई नट भनेर आज मैले यो भिडियो बनाउनुको रिजन त्यो एउटा पनि हो मोटो भ्लगिङ प्लस जिम कन्टेन्ट हाल्छु भनेर बाइ द वे आई एम गोइङ टु ह्याभ दिस नाउ हाई प्रोटिन सुपर क्यालोरिक डेन्स अनि त्यसपछि एकदमै हाई प्रोटिन सो बेसिकली बिहानको मिल चाहिँ म एकदमै हेभी गर्छु किन भन्दाखेरि यसमा दुई तीनवटा कुरा छ सो बिहान तपाईले ब्रेकफास्ट हेभी राख्नु भयो भने चाहिँ दिउँसोको मिल्सहरु स्किप भयो भने पनि तपाईलाई आफ्नो क्यालोरिज मेन्टेन गर्न दिनभरिको तपाईको जति पनि रिक्वायर्ड क्यालोरिक इन्टेक हो त्यो मेन्टेन गर्न चाहिँ एकदमै हेल्प हुन्छ तर बिहानको ब्रेकफास्ट तपाईले स्किप गर्नु भयो भने कहिलेकाहीँ लन्चहरु स्न्याक्सहरु स्किप भइरहेको हुन्छ जसले गर्दाखेरि तपाईको जुन नेट क्यालोरी ब्यालेन्स छ बेलुकासम्मको त्यो पुगिरहेको हुँदैन त्यो एकदमै धेरै डाउनमा हुन्छ जसले गर्दाखेरि यदि तपाईहरु मसल बिल्ड गर्न खोजिरहनु भएको छ यदि तपाईहरु स्ट्रेन्थ चेन्ज गरिरहनु भएको छ भने एकदमै त्यसको चाहिँ ड्रब्याक्स त्यहाँनिर छ सो त्यही भएर बिहानको मिल चाहिँ स्किप नगर्नु होला एन्ड कोही मान्छेहरु अफ कोर्स फास्टेड कार्डियो फास्टेड वेट ट्रेनिङ पनि गरिरहेको हुन्छन् बट आई एम दैट टाइप अफ पर्सन जसलाई चाहिँ फास्टेड कुनै पनि कुरा गर्न मन लाग्दैन कि मलाई चाहिँ केही न केही एटलिस्ट एउटा बनाना भए पनि चाहिन्छ सो या त्यही भएर म बिहान यत्रो बाउल छ यहाँनिर सो आई हेभ सम फ्रुट्स नट्स अनि त्यसपछि वे प्रोटिन अनि अन टप अफ दैट 100 ml दही सो या आई एम गोइङ टु इन्जोय दिस मिल त्यसपछि म तपाईहरुलाई सिधै बाइकिङको पिओभी देखाउँछु सो या इन्जोय अलराइट सो सुरुमा बाइकलाई हल्का सफा गरौँ त्यसपछि बाहिर निकालेर चेनमा पनि ल्युब लाउनु पर्ने छ हल्का सो यो गर्छौं अनि त्यसपछि लाएर हामी जान्छौं सिधै जिमतिर एक वास हान्नु पर्ने तर ठिकै छ अब बाहिर निकाल्न मिल्दै Right. Okay, done. सो अब ग्याजेट छ क्यामेरा ब्यागलाई कहाँ हाल्ने यसलाई कहाँ हाल्ने बेल्टलाई हैन क्यामेरा अन रहेछ सामान छ ओके बेल्टलाई चाहिँ यहाँ हाल्दिउँ यसरी अनि त्यसपछि लेट्स गो घामले चाहिँ डर्नी भयो आज अलराइट क्यामेरा अन छ एंगल कस्तो छ अलि माथि
माथि like this. All right. Alright guys, let's go. Alright, अहिले हामी खरेबाट एयरपोर्टको डाँडातिर लाग्दैछौँ। यो बाटो यति स्मुथ छ कि लास्ट मजा आउँछ चलाउन। भाइभी रोड छ, स्पेसली बिहान ट्राफिक नभएको बेला। ट्राफिक मतलब पुलिस हैन, गाडी नभएको बेला। अलराइट, सो अब हामी उकालो चल्यौँ। मेरो माइक खस्छ भन्ने डर लागिरहेको छ। बाइ द वे, अहिले चाहिँ मैले सार्कको हेलमेट लगाइरहेको छु। अनि सार्कको हेलमेटको ठ्याक्कै यो चिननिर चाहिँ एउटा त्यो तपाईँको चिनदेखि ठ्याक्कै त्यो हेलमेटको अगाडिको भागसम्म कभर गर्ने टाइपको एउटा कपडा जस्तो एउटा के भनौँ सिल्ड छ। त्यसले गर्दाखेरि चाहिँ मेरो पुरानो बिलमोलाको हेलमेटमा चाहिँ मैले यत्तिकै माइकलाई एउटा भागमा मैले हुक गर्थेँ भने यसमा चाहिँ गर्नु पर्दैन। मैले यत्तिकै फ्रिली छोडिदिइरहेको छु, किन भन्दाखेरि ठ्याक्कै तल एउटा बेस लेयर जस्तो छ, त्यसमा टक्क मैले हालिदिएको मात्रै छु। लाइक पकेट जस्तो छ क्या, सो त्यसमा हालिदिएको छु मैले। एन्ड मेरो माइकको डेड क्याट हुन्छ नि जुन विन्ड छेक्ने, सो त्यसले मात्रै मैले मेरो स्किनमा फिल गरेर थाहा पाइरहेको छु कि मेरो झरा छ कि छैन भनेर। किन भन्दाखेरि महँगो ग्याजेटहरू होइन हराउँछ कि भन्ने डर हुने क्या। सो आज मैले के झुन्डाछु के झुन्डाछु यार। मेरो क्यामेरा ब्याग छ, बेल्ट बोकेको छु। होपफुली आज जिममा छोडेर नआओस् मैले केही पनि सामानहरू। ओहो कति गर्मी यार। सो बेसिकली अहिले चाहिँ हामी यसलाई के भन्छ यार, के पुल भन्छ, पहेँलो पुल आई थिङ्क। यो कृष्ण मन्दिर छ यहाँनिर अगाडि एउटा, अनि यो तल चाहिँ यस्तो ओह्रालो बाटो। यसमा तपाईँहरूले बुझ्नु नै भयो होला मैले के कुरा गरिरहेको छु। हामी अलमोस्ट जिममा आइपुग्न लागिसक्यौँ। अब यो पुल क्रस गर्ने हो। एक्ज्याक्ट लोकेसन त मलाई थाहा छैन, तर यहाँनिर म धेरैचोटि आइसकेँ अनि गेस गरेर हिँडिरहेको छु। बर्गर हाउस अलिकति अगाडि छ, बर्गर हाउस भन्दा अलिकति वरै भनिरहेको थियो साथीले, प्रसङ्गले। सो हामी अब यो गेटबाट छिर्नुपर्ने छ भित्र। गेटबाट भित्र छिरेपछि आई थिङ्क बाहिरै छ जस्तो लागेको थियो। बाहिर हो कि कहाँ हो? ओ सरकार, ल बस यहाँ हो त। ल सँगै हान्नु पऱ्यो वर्कआउट। अल राइट, हामी आइपुग्यौँ। ठिक छ भएको त। चार्ज सक्यो म ल्याइदिन्छु। मैले सुमनलाई नि बोला चाहिँ वाह यार। माथि के हेरौँ न गएर। ए राति भने माथि के छ यहाँ भन। गाडी सेक्सन कहाँ राखे? माथि माथि खोला छैनौ? हेरौँ न त एकलट। पावर लिफ्टिङ त्यहाँनिर, त्यहाँ पावर लिफ्टिङको त्यहाँनिर युवराज दाईहरूले जस्तो तिनीहरू क्लब फिट विङको त राख्यो भने दामी हुन्छ नि।
यसले चाहिँ हिटलाई रोक्छ माथिको हेर त माथि क्या गर्मी चाहिँ माथि कुलर लगाएर किन त ओहो हाम्रो दिदी ठ्याक्कै सफा गर्न आउँछ यस्तो टाइममा आउनु मलाई कति लाग्छ मजा आयो आज माथि ट्रेन चाहिँ पुग्नु पर्ला दिदी मजा किन भन्छ त कता यो चाहिँ क्याफे बस दामी यो चाहिँ के गर्ने इक्विपमेन्ट अब मगाउने पिसहरू पाएको छैन चाइनाबाट ल्याइदिन्छु भनेर जुनाले ल्याएर फिट गर्ने अनि यसको लागि चाहिँ के गर्ने माथि अब यो गर्मीको लागि चाहिँ कुलर त्यो साइडबाट राख्ने होला नि होइन सही हाल्ने त पुरै मेट्रोको जस्तो काम छैन भने मेट्रोतिरले भाषण त्यस्तो ठिक छैन भने अर्को नर्मलवाला कमर्सियल कुलरले ल्याऊ भने कफी सफी खानालाई यता चाहिँ गर्ल्सको यो गर्ल्सको मात्र हो ल ठिक छ बोइजको छ यस्तो सेम ओपनिङ गर्दै गरेँ क्या सबले किचिज गऱ्यो ओपनिङ गरिदिइहाल्यो कि त्यही बिहान बसेको 10-12 जना आएर एडमिसन गरेर गइहाल्यो ए बाहिर एकछिन मात्रै बिहान खोले 6 बजीतिर आएर खोले 8 बजीतिर मान्छे आउँछ नि ओपनिङ ए भइगयो नि त ए बा वाइड रहेछ त यार ठुलो रहेछ त म हान्दै गर्छु सुमन आउँछ होला हेलमेट चाहिँ राखिदिनु पर्ला फोन गरे जस्तो छ अलराइट सो गाइज सुमन आउँदैछ अन द वे बाटोमा मैले चाहिँ मेरो इनिसियल वार्मअप र बडीलाई प्राइमिङ गर्ने कुरा सबै भइसकेँ नाउ प्योर कट मैले घरदेखि नै बोकेर आएको थिएँ मतलब हालेर टप नै बोकिनँ किन भन्दाखेरि मैले मेरो पावर लिफ्टिङ बेल्ट त्यसपछि लगाएर क्यामेरा गियर्सहरू एन्ड के बोकेर आएको थिएँ सो मसँग इनफ स्पेस थिएन ब्यागमा सो त्यही भएर बोतलमै हालेर लिएर आएको छु नाउ अब यसमा हल्का वाटर मिक्स गरिदिउँ अलराइट यति भएपछि 150 किलोजलाई इनफ हुन्छ होला आज अलराइट सो सुमन आउन ढिलो हुन्छ होला म चाहिँ हल्का फुल्का गरेर हुन्छु यत्तिकै सो लेट्स गो ओ दोस्त के छ के छ धेरै दिन बस्यो बुद्ध गाइज ओजी फ्रेन्ड के छ वर्कर हाल्ने नि त हुन्छ भइहाल्यो नि यस्तो भाइबी जिम छ होइन हान्नु पऱ्यो नि के छ हालखबर नि सब ठिक छ ल वर्कर एकदम ठिक छ वर्कर हान्दै गफ गरौँ न होइन ठिक छ अलराइट सुमन पनि आइपुग्यो
बाटो बिर्सिके आसमान ल कङ्ग्रेचुलेसन्स है 1 सेकेन्ड केटाहरूले प्रगति गरिरहेको छ सब सुनेको छैन अस्ट्रेलिया केटाहरूले पुरै सबैतिर प्रगति गराइरहेको छ यार बुझ्दैन छ केटाहरूले पुरै तर खुसी लाग्छ यार सर्कलमा चाहिँ सबले राम्रो गरिरहेको छ नि त कहाँ हुनु यार अलराइट गाइज सो सुमन र मेरो चाहिँ आज हाम्रो लास्ट वर्कआउट हुनेछ नेपालको होइन त्यसपछि अब अनलाइन भ्लग हाल्नु पर्ला जस्तो छ अब इन्टरनेसनल जिम भिजिट गर्नुपर्छ सजिलो भयो त होइन 10,000 टिकट काटेर पुरै अस्ट्रेलिया एकवटा जिम भिजिट हानिदिने मजाले ठिक छ भरपुर मात्रामा जे हाम्रो कतिवटा एपिसोड गऱ्यो होला यार झन् है अलमोस्ट काठमाडौँको सब जिमहरू भ्यायो होला हामीले स्टिल कतिको रिक्वेस्ट आइरहेको थियो तर पनि त्यसले त अब रेस्पोन्सिबिलिटी आइसकेपछि त्यो नभ्याउने क्या होइन पहिला फ्री टाइम थियो अलिक गरिन्थ्यो अब बिस्तारै रेस्पोन्सिबिलिटी बढ्दै गएपछि खासै गएर फेरि स्टार्ट गर्ने प्लानमा छु छुट्टै नयाँ हो एक्ज्याक्टली त्यहाँ फेरि दामी के जिमहरू हुन्छ नि लगभग यहाँको 5 स्टार जिमहरू त्यहाँको नर्मल जिम होला क्या क्लिन पनि एकदम दामी टाइपको होइन ल ठिक छ यार अल द बेस्ट यार मजाले झाप्पै गरेर गर फ्युचरमा त्यसपछि हान्नुपर्छ अभियसली होइन पासङको जिम उद्घाटन गर्दै हामीले Alright, let's go. कडा हान्नु पर्यो कमान लास्ट वर्कआउट सेसन वर्थ इट बनाउनु पर्यो इजी Come on. Yep. Good. Yep. Squeeze. Nice. Okay. Perfect. 10 दिनपछि प्रोडक्ट लन्च हुँदैछ सुमनलाई एउटा मायाको चिन्ह दिएर पठाउँछ होइन अस्ट्रेलिया गएर फ्लेक्स हान्नु पऱ्यो गएर लाएर जान्छु लाएर त दामी दामी एउटा ट्याङ्क बनाउँछौँ दामी हुन्छ त्यस आर्म्स मात्रै देखिने टाइपको सो यो ट्याङ्क चाहिँ अलिकति ओभर नै हुन्छ सो त्यसो बाहिर लाउन पनि मिल्यो कि सो स्लिप नभएको कि स्लिपलेस ट्याङ्क के सो त्यो टाइपको कुल पनि भयो यो कुल अहिले त अस्ट्रेलियामा त जाडो छ यार जाडो छ अहिले त फेरि जस्ट अपोजिट हो फेरि त्यही पनि जस्ट ठिक्क हुन्छ ओके हुडी छ यार ल हुन्छ स्योर ए हुडी चाहिँ ठिक होला अहिले बाहिर तिमीलाई लगा नि त गएर यसो फ्लेक्स
एउटा 50 ट्राई गर्छ नि भयो ठिक छ स्मुथ छ है सुमनको आज के थियो लेख्ने थियो आज Two more. 3, 2, 3. Alright guys, so that's the wrap. So आज खासै धेरै पम्प गरेन किन भन्दाखेरि यसपछि मलाई 1:30 or 2 भित्रमा ट्याप आउट जानु छ NYFA को 11th ब्याचलाई प्लायोमेट्रिक ड्रिल्सहरु सिकाउनु छ हिजो प्रोग्रामिङ को फर्स्ट हाफ गराए व्हिच इज लाइक नर्मल जम्पिङ एन्ड हप्स वाला थियो सो आज चाहिँ बक्स को भेरिएसन छ एन्ड देन मैले पनि डेमोन्स्ट्रेट गरेर देखाउँदाखेरि आई नीड सम एनर्जी त्यसको लागि पनि केही एनर्जी मैले स्पेयर गरेको छु बिकज अहिले मैले खुट्टालाई अल आउट दिए भने भरे गाह्रो हुन्छ सो यहाँ खासै त्यति गरिन आज स्क्वाट्स भने जस्तो गएन बट डेडलिफ्ट गयो डेडलिफ्टमा सिधै अगाडि गरे हामी आज पिआर जान्थ्यो जस्तो लाग्यो अगाडि स्क्वाट्सले खायो नन्दिलेस केही छैन प्लान अनुसार हरेक कुरा हुँदैन So yeah, this is the pump right now. खासै धेरै छैन but legs are growing. Okay. All right guys, that's the wrap.